हामी क्रिसमसको छेउछाउमै आइसकेका छौँ। अब 5 दिनमा क्रिसमस आइपुग्छ। आज हामी 20 तारिक, आज 20 तारिक होइन, हो त हो, आइसकेछ होइन त, 25 तारिकमा त क्रिसमस हो। त्यही भएर हामीले पुरानो करारको अध्ययन गरिरहेका छौँ। अनि पुरानो करारमा तपाईँले हेर्नुहुन्छ भने भयभरको जति पनि अगमवक्ताका पुस्तकहरू छन्, सबै अगमवक्ताहरूले आउनु हुनेवाला मसियाको बारेमा भविष्यवाणी गरेका छन्। योभन्दा 2 हप्ता अगाडि हाम्रो एल्डर सन्तोषले एसायाको खण्डबाट त्यही वचन उहाँले दिनुभएको थियो। आज हामी होसेको पुस्तकमा हामी आएका छौँ। होसेको पुस्तकबाट क्रिसमसको सन्देशलाई हामी अलिकति हेर्नेछौँ। योभन्दा अगाडि तपाईँले हेर्नु भने प्रस्थानको पुस्तक हामीले अध्ययन गरिरहेका छौँ। प्रस्थानको पुस्तकमा के हुन्छ? इजरायलीहरू दासत्वमा हुन्छन् अनि परमेश्वरले छुटकारा दिएर उनीहरूलाई निकाल्नुहुन्छ, होइन, रिडिम गर्नुहुन्छ। छुटकारा दिइसकेपछि उनीहरू मरुभूमिमा छन्। अहिले हामीले उनीहरूको मरुभूमिको यात्रा अध्ययन गरिरहेका छौँ। मरुभूमि सकिसकेपछि तपाईँले हेर्नुहुन्छ भने उनीहरूलाई परमेश्वरले प्रतिज्ञाको भूमिमा लिएर जानुहुन्छ र उनीहरूले एउटा देश पाउँछन् जुन देशको नाम इजरायल भनेर भनिन्छ। अनि होसेको पालासम्म आइपुग्दाखेरि चाहिँ इजरायल भन्ने जुन चाहिँ सम्पूर्ण राष्ट्र थियो, यो चाहिँ 2 भागमा विभाजन भइसकेको थियो। माथिल्लोलाई इजरायल भनियो, तलकोलाई चाहिँ यहुदा भनेर भनियो। यी 2वटा वर्गीकरण भइरहेको बेलामा होसे भन्ने अगमवक्ताले माथिको उत्तरी राज्य इजरायलमा सेवा गरिरहेका थिए। अनि त्यो इजरायलमा के भइरहेको थियो भन्दाखेरि चाहिँ परमेश्वरलाई छोडेर त्यहाँनिर जति पनि राजाहरू थिए ती सबै राजाहरूले आफ्ना प्रजाहरूलाई मूर्ति पूजामा डोराएका थिए। परमेश्वरलाई छोडेर अन्य देवी देवताहरूको आराधना गर्नको निम्ति उनीहरूले सिकाइरहेका थिए। उनीहरू सांसारिक विचारधारा र शारीरिक अभिलाषाको दलदलमा फसेका थिए। अनि मानिसहरूले सृष्टिकर्तालाई छोडेर बाल देवता, अस्तोरेत देवी र मोलक जस्ता झुटा देवताहरूको पछि लागेका थिए। समग्रमा भन्नुपर्दाखेरि उनीहरूले शक्ति, पैसा र यौन प्यासलाई आफ्नो ईश्वर बनाएका थिए। डाँडा डाँडामा जान्थे, अश्लील कुराहरूमा उनीहरू आनन्द मनाउने गर्दथे अनि त्यसैमा उनीहरू रमझम गरिरहेका थिए। जुन कुरा परमेश्वरले 10 आज्ञामा भन्नुभएको थियो, म बाहेक कुनै पनि देवी देवताहरूलाई प्रेम नगर्नु, आराधना नगर्नु भनेर एक-एकवटा प्रत्येक व्यवस्थाहरू इजरायलीहरूले तोडेका थिए। अनि त्यो बेलामा परमेश्वरले आफ्नो सन्देश कसरी दिनुहुन्छ? आउनुहोस् हामी बाइबलबाट हेर्नेछौँ। यदि तपाईँसँग बाइबल छ भने होसेको पुस्तक 3 अध्याय, बुक अफ होसे च्याप्टर 3 verses from 1 to 3। होसेको पुस्तक 3 अध्याय 1, 2 र 3 पदलाई हामी हेर्नेछौँ। होसे 3 अध्याय 1, 2, 3 म तपाईँको निम्ति पढिदिनेछु। परमप्रभुले मलाई भन्नुभयो, जा फेरि गएर तेरी पत्नीलाई तेरो माया देखा। हुन त त्यसलाई अर्को पुरुषले माया गर्छ र त्यो व्यभिचारिणी हो। त्यसलाई माया गर जस्तो गरी परमप्रभुले पनि इजरायलीहरूलाई माया गर्नुहुन्छ। यद्यपि तिनीहरू अन्य देवतातिर लाग्छन् र ती पवित्र दाखका रोटीहरू मन पराउँछन्। यसैले मैले त्यसलाई 15 सेकेल ओजनको चाँदी र 2.5 मुरी जौ दिएर किने। तब मैले त्यसलाई भने, तिमी धेरै दिनसम्म मसँग बस्नुपर्छ। तिमीले वेश्या काम नगर्नु र कुनै पुरुषसँग घनिष्ठ नगर्नु र म तिमीसँगै बस्नेछु। यो अध्यायबाट हामी 3वटा कुरा हेर्नेछौँ। शीर्षक छ प्रेम तल ओर्लियो भन्ने, लभ केम डाउन भन्ने शीर्षक मैले यसलाई दिएको छु। यो खण्डबाट 3वटा कुरा हामी हेर्नेछौँ। एउटा, प्रेमको कारण, वाइ गड लभ्स अस। दोस्रो, प्रेमको वास्तविकता, वाट ह्यापन टु द्याट लभ। र तेस्रो, प्रेमको मूल्य। प्रेमको कारण, द रिजन फर लभ, द रियालिटी अफ लभ एन्ड द कस्ट अफ लभ। 3वटा कुरा आजको यस बिहानीमा हामी हेर्नेछौँ। तपाईँले बाइबलमा हेर्नुहुन्छ भने परमेश्वरले आफूलाई विभिन्न कुराहरूद्वारा प्रकट गर्नुभएको छ। मानिसहरूसँगको सम्बन्ध देखाउनको निम्ति परमेश्वरले भन्नुहुन्छ, म असल गोठालो हुँ, तिमीहरू चाहिँ भेडाहरू हो। भनेको मतलब जुन तरिकाले गोठालोले आफ्नो भेडा बाख्राको वास्ता गर्दछ, त्यही केयर देखाउनको निम्ति परमेश्वरले आफूलाई गोठालोको रूपमा प्रस्तुत गर्नुभएको छ। पुरानो करारका सबै राजाहरूलाई तपाईँले हेर्नुहुन्छ भने राजाहरू जति सबै पतन भएका थिए, काम नलाग्ने भएका थिए। अनि परमेश्वरले भन्नुहुन्छ, म त्यस्तो किसिमको राजा होइन, म असल राजा हुँ भनेर आफूलाई राजाको रूपमा प्रस्तुत गर्नुहुन्छ। त्यति मात्रै नभएर बाइबलमा तपाईँले हेर्नुहुन्छ भने परमेश्वरले आफूलाई एउटा असल बुवा र असल आमाको रूपमा पनि प्रस्तुत गर्नुभएको कुरा हामीले त्यहाँनिर देख्न सक्दछौँ।
तर आज होसेको पुस्तकद्वारा परमेश्वरले आफूलाई बेग्लै रूपमा प्रकट गर्दै हुनुहुन्छ। यशायाको पुस्तकले भन्दछ किनकि तेरा सृष्टिकर्ता के हुनुहुन्छ अरे, तेरा पति हुनुहुन्छ, हस्बेन्ड। म तिमीहरूको श्रीमान हुँ भनेर परमेश्वरले इजरायलीहरूलाई भन्दै हुनुहुन्छ। किन यो तस्बिर यहाँनिर पोत्नु भयो परमेश्वरले भन्दाखेरि, किनभने विवाहमा यस्ता शक्तिहरू हुँदछन् जुन अन्य सम्बन्धहरूमा हुँदैनन्। वैवाहिक जीवनमा यस्तो शक्ति हुन्छ, 3वटा शक्ति हुन्छ जुन अन्य सम्बन्धहरूमा हुँदैनन्। एउटा भनेको करार। जब विवाह गरिन्छ त्यहाँनिर करार बाँधिन्छ, मृत्युले अलग नगरेसम्म म तिमीसँग के हुनेछु, इमान्दार भएर वफादार भएर बस्नेछु भन्ने करारले त्यो विवाहलाई अड्डाएको हुँदछ। विवाह सम्झौता होइन, करार हो। अनि परमेश्वरले डाँडामा ल्याएर सिनै पर्वतमा भन्नुभएको यही नै हो, म तिम्रो परमेश्वर हुँ, तिमीहरू चाहिँ मेरा प्रजा हो, तिमीसँग मैले विवाह गरेको छु। परमेश्वरले इजरायलीहरूलाई भन्नुभएको यही नै हो। जसरी म तिमीहरूको पति भएर तिमीहरूप्रति विश्वास योग्य भएको छु, तिमीहरूको सबै खाँचो आवश्यकतालाई पुरा गरेको छु, त्यसरी नै तिमी मेरो दुलही भएको कारणले गर्दाखेरि मेरो आज्ञा पालन गरेर बस। परमेश्वरले खोज्नु भएको त्यो एउटा करार थियो। दोस्रो भनेको घनिष्ठता। तपाईहरुको लङ्गोटी यार होस्, सानै बेलादेखिको साथी होस्, जस्तो सुकै होस्, तर वैवाहिक जीवनमा श्रीमान र श्रीमतीको जस्तो घनिष्ठता अरू कुनै पनि सम्बन्धमा तपाईले पाउनुहुन्न। बाइबलले नै भन्दछ उनीहरू नाङ्गा थिए र लजाउँदैन थिए भनेर भनेको मतलब तपाई शारीरिक रूपमा मात्रै घनिष्ठ होइन, भावनात्मक रूपमादेखि लिएर सबै कुराहरुमा घनिष्ठ हुनुहुन्छ। अनि परमेश्वरले भन्दै हुनुहुन्थ्यो कि तिमी मेरो लागि अति नै प्रिय छौ, तिमी मसँग घनिष्ठ सम्बन्धमा बस। तेस्रो जीवनलाई परिवर्तन गर्न सक्ने शक्ति। विवाहमा एउटा यस्तो शक्ति हुन्छ जसले तपाईको जीवनलाई बिल्कुलै परिवर्तन गर्दछ। बाहिरको मान्छेहरूले जतिसुकै तपाईको प्रशंसा गरे पनि घरमा श्रीमती किचकिचे छ भने तपाईको घर कहिले पनि तपाईको त्यो आफ्नो इमेज कहिले पनि बन्दैन। तर साथीहरूले जस्तो सुकै भन्नुहोस्, बेलुका तपाईँ थाकेर आउनुहुन्छ अनि श्रीमतीले वाह बुढा तपाईँले क्या राम्रो काम गर्दै हुनुहुन्छ आफ्नो परिवारको लागि भनेर भनिदियोस् त। क्रिसमस गिफ्ट चाहिँदै चाहिँदैन होइन र? मनै फुरुङ्ग भएर आउँछ अनि त्यो विवाहले तपाईँलाई बनाउँदछ। इट क्यान ट्रान्सफर्म योर लाइफ। यदि होइन भने मलाई हेर्नुहोस्, मलाई हेर्नु भने सन्तोष भाइलाई हेर्नुहोस्, प्रत्येक पुरुषहरू त्यो पनि अनिश भाइलाई हेर्नुहोस् यहाँनिर, जसले पनि विवाह गरेका छन्। एउटा राम्रो विवाहले जहिले पनि परिवर्तन गर्दछ। अनि परमेश्वरले भन्दै हुनुहुन्छ जीवन रूपान्तरणको लागि तिमी म कहाँ हौ, आई विल ट्रान्सफर्म यु। 3वटा शक्तिहरू हुँदछन्। त्यही भएर परमेश्वरले के भन्नुहुन्छ भन्दाखेरि यो जुन रिलेसन छ परमप्रभु र इजरायलको, यो चाहिँ एउटा विवाहको रिलेसनसिप, एउटा विवाहको हो। तर इजरायलीहरूले के गरेका थिए? इजरायलीहरूको वैवाहिक जीवन भद्रगोल विवाह जस्तै थियो। परमेश्वर एकदम राम्रो वैवाहिक सम्बन्धमा हुनुहुन्थ्यो, किनभने प्रेमको कारण भनेको हामी असल भएको कारणले गर्दाखेरि इजरायलीहरू एकदमै गुड मान्छे, संसारभरिको सबैभन्दा बेस्ट जाति भएको कारणले गर्दाखेरि होइन परमेश्वरले इजरायलीहरूलाई प्रेम गर्नुभएको, तर परमेश्वर असल हुनुभएको कारणले गर्दाखेरि हो। अनि त्यो वैवाहिक जीवनमा के भएको छ भन्दाखेरि वास्तविकता त एकदमै धेरै फरक छ। तपाईँले हेर्नुहुन्छ भने यहाँ हेर्नुहोस् त, परमेश्वरले के भन्नुहुन्छ होसेलाई, होसे 3:1 भन्नुहुन्छ परमप्रभुले मलाई भन्नुभयो जा फेरि गएर। यो शब्दलाई एकचोटि हेर्नुहोस् त, फेरि भनेको के हो? अगेन। योभन्दा अगाडि नै भइसकेको थियो। एक अध्यायमा तपाईँले हेर्नुभयो भने यहाँनिर हेर्नुहोस् है त, 2 पद, 1 अध्यायको 2 पदमा भन्नुहुन्छ, च्याप्टर 1 verse 2, जब परमप्रभु होसेद्वारा बोल्न लाग्नुभयो तब परमप्रभुले तिनलाई भन्नुभयो जा गएर एउटी व्यभिचारिणीलाई विवाह गर र त्यसको विश्वासघातबाट पैदा भएको सन्तानलाई आफ्नो बना, किनभने त्यस देशले परमप्रभुलाई त्यागेर अति घोर व्यभिचारको दोषी भएको छ। पहिला नै के थियो? व्यभिचारमा फसेको स्त्री। परमेश्वरले के भन्नुहुन्छ? होसे जा गएर के गर्ने? त्यसलाई विवाह गर र विश्वासघातबाट जन्मेको सन्तानहरूलाई आफ्नो बना। पहिल्यै विवाह गरिसकेको थियो, करारमा आइसकेको थियो। तर गोमेर के भएको छ? गोमेर फेरि आफ्नो पुरानो पेसामा फर्केर गएकी छन्। होसेको अङ्गालोमा उनले सन्तुष्टि पाएनन्, होसेको घरमा उनले सन्तुष्टि पाएनन्। 3-3वटा सन्तान भइसकेको छ। तपाईँले यहाँनिर हेर्नुहुन्छ भने यहाँनिर 3वटा सन्तानमा पनि उनको चित्त बुझेन।
जुन कुरा श्रीमानले दिएको थियो त्यसमा सन्तुष्ट नभएर उनी फेरि आफ्ना आशिकहरूको अङ्गालोमा दौडेर जान पुगेकी छिन्। अनि गोमेरको यो पतनको यात्रालाई तपाईँले हेर्नुहुन्छ भने क्रम बाई क्रम त्यहाँनिर भएको छ। के भएको छ? उनले होसेलाई त्यागेकी छिन् सबभन्दा पहिला, सी अबान्डन होसे। दोस्रो, उनी घरबाट भागेकी छिन्, विश्वासघात गरेकी छिन्। जुन विश्वासको साथमा होसेले गोमेरलाई विवाह गरेको छ त्यो विश्वासघात उनले गरेकी छिन्। उनी अरू पुरुषहरूसँग लागेकी छिन्। उनले के भन्छन् भन्दाखेरि 2 अध्यायको 5 पदमा तपाईँले हेर्नुभयो भने त्यसले भने, मेरा प्रेमीहरूका म पछि लाग्नेछु जसले मलाई मेरो अन्न पानी ऊन सुतीको कपडा तेल र दाखमत दिन्छ अरे। हेर्नुहोस् त, सायद होसेले कतिवटा आवश्यकताहरू पुरा गर्न सकेको थिएन होला, अनि त्यो आवश्यकता पुरा गर्नको निम्ति गोमेर कहाँ गएकी छिन्? अर्काको अङ्गालोमा गएकी छिन्। अनि 3 अध्यायमा आइपुग्दाखेरि उनी लिलामीको बजारमा बिकाउको वस्तु भएर नाङ्गै उभिरहेकी छिन्। अनि त्यही बेलामा परमेश्वरले होसेलाई भन्नुहुन्छ, जा फेरि गएर आफ्नो प्रेम त्यसलाई देखा। जब परमेश्वरले होसेलाई एक चरित्रहीन स्त्रीलाई विवाह गर्न लगाउनु भयो, उहाँले समाजको लागि एउटा यस्तो ठुलो र लज्जास्पद घोषणा गर्दै हुनुहुन्थ्यो। सायद होसेले सोधे होलान्, प्रभु किन उही, किन त्यही स्त्री? परमेश्वरको जवाफ निकै कडा थियो, किनकि यो देशले मलाई त्यागेर ठुलो व्यभिचार गरेको छ। हेर होसे, जुन धोका तँलाई गोमेरले दिएको छ त्योभन्दा पनि ठुलो धोका मलाई इजरायलीहरूले दिएको छ। तपाईँले हेर्नुहुन्छ भने यहाँनिर परमेश्वरले शब्दको सट्टा एउटा अँध्यारो लज्जास्पद र पीडादायी तस्बिर कोर्नु भएको छ। इजरायलले आफ्नो कुरूप अनुहार देख्न सकोस् भनेर परमेश्वरले होसेको बिग्रिएको विवाहलाई, बिग्रिएको घरलाई ऐना बनाउनु भएको छ। अनि जब जब इजरायलीहरूले होसे र गोमेरलाई देखेका थिए उनीहरूले आफ्नो रूप झल्झल्ती याद आउँदथ्यो उनीहरूलाई। किनभने यो पुरै अध्यायमा तपाईँले हेर्नुभयो भने उनीहरूले अग्ला डाँडाहरूमा गएर बलिदान चढाएका थिए। 8 अध्यायको 13 पदमा तिनीहरू वेश्यावृत्तिमा समर्पित महिलाहरूलाई तीर्थका स्थानहरूमा बेचबिखन गरिरहेका थिए। परमेश्वरका मान्छेहरूले, जसलाई दासत्वबाट परमेश्वरले के गर्नुभयो? छुटकारा दिएर लिएर आउनुभयो। अनि उनीहरूले करार बाँधेका थिए, औँठी लगाएका थिए, साटासाट गरेका थिए, तपाईँ हाम्रो परमेश्वर हुनुहुनेछ, हामी तपाईँको प्रजा हुनेछौँ भनेर उनीहरू त्यो करारमा प्रवेश गरेका थिए। जब तिनीहरू बालपोरमा गए तब तिनीहरूले आफैलाई त्यस घिनलाग्दो मूर्तिमा अर्पण गरे र तिनीहरूले रुचाएका मूर्ति चाहिँ तिनीहरू घिनलाग्दा भए भनेर 9 अध्यायको 10 पदले भन्दछ। परमेश्वरतिर फर्कनुको सट्टा मूर्तिपूजक राष्ट्रहरूतिर उनले आफ्नो सुरक्षाको लागि उनीहरूले हेरेका छन्, गठबन्धन बनाएका छन्। अनि भौतिक हात हतियारमा उनीहरूले विश्वास गरेका छन्, हामीसँग यति सेनाहरू छ, हामीलाई कसले छुन सक्छ र हामीलाई परमेश्वर चाहिँदैन। अनि होसेको पुस्तक 4 अध्यायको 6 पदले भन्दछ, मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्। 13 को 6 मा यसरी होसेले भन्छन्, जब मैले तिनीहरूलाई खुवाएँ तब तिनीहरू सन्तुष्ट भए, जब तिनीहरू सन्तुष्ट भए तब तिनीहरू घमण्डी भए, त्यसपछि तिनीहरूले मलाई भुलिहाले। गोमेर जब व्यभिचारमा फँसेकी थिइन्, परमेश्वरले होसेलाई भन्नुहुन्छ, जा गएर आफ्नो श्रीमती बना। होसे जान्छ, विवाह गरेर लिएर आउँछ, उसको सबै आवश्यकताहरूलाई पुरा गरिदिने कोसिस गर्दछ, तर उनी होसेसँग सन्तुष्ट नभएर फेरि आफ्नो पुरानै पेसामा फर्किएकी छन्। यो किन महत्त्वपूर्ण छ भन्दाखेरि किनभने बाइबलले पापलाई केवल नियम तोड्नु मात्र भन्दैन। हामीलाई के लाग्छ भन्दाखेरि यो नियम तोडे त्यो नियम तोडे, होइन। इट्स मोर देन द्याट। पाप भनेको केवल व्यवस्था भङ्ग गर्नु मात्रै होइन, नियम तोड्नु मात्रै होइन। बाइबलले पापलाई आत्मिकी व्यभिचार भनेर भनेको छ। परमेश्वरबाट पाउने सुरक्षा, परमेश्वरबाट पाउने आनन्द, परमेश्वरबाट पाउने कुनै पनि कुरा यदि तपाईँले अरू कुराहरूबाट खोज्दै हुनुहुन्छ भने त्यही नै आत्मिक व्यभिचार हो। अनि इजरायलले ठ्याक्कै त्यही गरिरहेको थियो। जुन कुरा परमप्रभुले दिनुभएको थियो उनीहरूलाई लाग्छ कि परमप्रभु उनीहरूको लागि अब खल्लो भएको छ, त्यही भएर आफ्नो सन्तुष्टिको लागि
उनीहरूले जे पायो त्यसैलाई अपनाइरहेका छन्। अनि जब हामी ऐनाको अगाडि उभिन्छौँ, इजरायलीहरूलाई भन्दा पनि जब तपाईँले आफूले आफूलाई हेर्नुहुन्छ कि हामी पनि गोमेर जस्तो भएका छैनौँ र? इजरायलीहरूलाई भन्नको निम्ति एकदमै धेरै सजिलो छ, तर जब तपाईँ ऐनाको अगाडि उभिनुहुन्छ अनि आफ्नो रूप हेर्नुहुन्छ कि तपाईँ र म पनि गोमेर जस्तै भएका छैनौँ र? जब तपाईँ भन्नुहुन्छ मलाई परमेश्वरको प्रेमले पुग्दैन, तपाईँ मेरो अनि तपाईँलाई लाग्छ कि ओहो मलाई मेरो पैसाले, मेरो करियरले, मेरो प्रेमी वा प्रेमिकाले, मेरो इज्जतले बढी सन्तुष्टि दिन्छ भन्ने जस्तो लाग्छ भने तपाईँले आत्मिक व्यभिचार गर्दै हुनुहुन्छ। किन? किनकि परमेश्वर तपाईँको बेहुला हुनुहुन्छ, मण्डली उहाँको दुलही। अनि यदि दुलहीले आफ्नो सर्वस्व आफ्नो दुलालाई नसुम्पेर अरू कुराहरूतिर सुम्पदै हुनुहुन्छ भने तपाईँ पनि आत्मिकी व्यभिचारको दोषी हुनुहुन्छ। हामी पनि आफ्नो भित्री रित्तोपनालाई भर्नको निम्ति संसारका थोकको पछि लाग्दछौँ, तर हामीले बुझ्नुपर्ने कुरा भनेको तपाईँका प्रेमीहरूले जहिले पनि तपाईँलाई लुट्नेछन्, कहिले पनि सन्तुष्ट बनाउने छैनन्। पैसालाई माया गर्नुहोस्, यसले तपाईँलाई चिन्ता दिनेछन्। मान्छेलाई ईश्वर बनाउनुहोस्, तिनीहरू मर्नेछन् वा एक दिन तपाईँलाई छोड्नेछन्। सफलताको पछि लाग्नुहोस्, असफलता आउँदा तपाईँले आफ्नो पहिचान नै गुमाउनु हुनेछ। अन्त्यमा गएर तपाईँ र म पनि गोमेर जस्तै दास बन्दछौँ। तपाईँले याद छ पुरानो करारमा यदि तपाईँ छुटकारा पाउन चाहनुहुन्छ भने दासले कहिले पनि छुटकारा पाउँदैन थियो। मालिकले ल त स्वतन्त्र भइस् भनेर छोडिदिएपछि मात्रै हो। अनि गोमेरलाई तपाईँले हेर्नुहुन्छ भने उसले आफूलाई रिडिम गर्नको निम्ति पैसा कमाउनु पर्ने थियो। पैसा नभएको कारणले गर्दाखेरि जुन मालिकको हातमा उनी परेकी थिइन् त्यही मालिकले उसलाई ल्याएर लिलामीको बजारमा उभ्याएको थियो। पुरानो मुभीहरू तपाईँले हेर्नुहुन्छ भने विशेष गरी काला जातिहरूलाई त्यसरी नै किनबेच गर्ने चलन थियो। इजरायलमा पनि त्यही नै थियो, दासहरूलाई किनबेच गर्ने चलन थियो। मैले किन्न पाउँथेँ। अनि गोमेर यहाँनिर छ, एकचोटि इमेजिन गर्नुहोस् त, सबैको अगाडि निर्वस्त्र भएर कुनै पनि लुगा नलगाइकन आफ्नो लाज छोपेर उनी उभिरहेकी छन्। मान्छेहरूले बोली लगाइरहेका छन् उसलाई किन्नको निम्ति। आधा चाँदीको सिक्का, 1 चाँदीको सिक्का, 5 चाँदीको सिक्का। अनि त्यही भिडबाट उनले एउटा परिचित आवाज सुन्छन् जसले भन्छ 15 सेकेल चाँदी र 2.5 मुरी जौ। गोमेरले आँखा उठाउँछिन्, यसो हेर्छिन्, कल्पनै गर्न नसकेको मान्छेले उसलाई किन्न आएको छ। जसलाई लत्याएर उनी अरू प्रेमीको पछि भागेकी थिइन् त्यही प्रेमी उसलाई फेरि किन्नको निम्ति दास बजारमा उभिएको छ र अरू कसैले दिने भन्दा सबैभन्दा बहुमूल्य कुराले आफ्नो गोमेरलाई उसले किन्दैछ। बाइबलका विद्वान अनुसार तपाईँले हेर्नुहुन्छ भने कुनै पनि दासलाई किन्नको निम्ति 30 चाँदीको सिक्का आवश्यक हुँदथ्यो। त्यही भएर यीशुलाई पनि तपाईँले हेर्नुहुन्छ भने 30 चाँदीको सिक्कामा त्यहाँनिर किनबेच भएको छ। 30 चाँदीको सिक्का थियो एउटा दासको दाम। तर होसेसँग सायद 30 सिक्का पनि थिएन। तपाईँले हेर्नुहुन्छ भने 3 जना छोराहरू थिए, छोराहरूलाई खुवाउनु पर्थ्यो। अगमवक्ता भन्ने व्यक्तिकै त्यति धेरै राम्रो प्रोफेसन थिएन। पुरानो करारमा तपाईँले हेर्नुहुन्छ भने अगमवक्ताहरू भनेको गरिब नै हुन्थ्यो, उनीहरूसँग होइन एक्स्ट्रा इन्कमहरू थिएन अहिलेकोमा पास्टर जस्तै। उसँग त्यति धेरै रुपियाँ पैसाहरू थिएन। अनि उसँग भएको 15 सिक्का मात्रै थियो। अनि उसले के पनि दिएको छ, 2.5 मुरी जौ। पुरानो करारमा गहुँ चाहिँ धनीहरूले खाने अन्न थियो, जौ भनेको गरिबहरूले जसको केही पनि हुँदैन त्यसले चाहिँ के खान्थ्यो भन्दाखेरि चाहिँ जौ, बार्ली, त्यो चाहिँ हुन्थ्यो। अनि उसले आफ्नो घरको भयभरको सबै अन्न आफूसँग भएको 6 महिनाको कमाई, त्यो बेलाको भन्नुहुन्छ भने 6 मन्थको स्यालेरी सबै ल्याएर के गर्छ भन्दाखेरि जुन मालिकले गोमेरलाई बेच्नको लागि दास बजारमा नङ्गाएको थियो त्यहाँनिर गएर उसले आफ्नै श्रीमतीलाई किन्दछ। तपाईँले हेर्नुहुन्छ भने बाइबलले यही नै भन्दछ, तब मैले उसलाई चाँदीका 15 सिक्का र 1.5 मुरी
जति जौमा आफ्नो निम्ति किने भनेर यहाँनिर बताउँछ। होसेले गोमेरलाई फिर्ता ल्याउन आफ्नो भएको सब थोक रित्ताएको छ। उनले आफ्नो आर्थिक मूल्य मात्रै तिरेको छैन, उनले सामाजिक इज्जतको मूल्य पनि तिरेका छन्। यसो विचार गर्नुहोस् त, यो त्यो बेलाको सबैभन्दा ठुलो काण्ड भएको हुनुपर्दछ कि परमप्रभुको दासले, परमप्रभुको अगमवक्ता जसले परमप्रभुको वचनलाई मुखबाट निकाल्दछ, त्यही मान्छेले कसलाई विवाह गरेको छ? व्यभिचारिणी स्त्रीलाई। व्यभिचारिणी स्त्रीलाई मान्छेहरूले के भन्यो होला, ए होसे पागल भइस् कि क्या हो, बारम्बार ऊ व्यभिचारिणी हो भन्ने थाहा पाउँदै पनि किन त्यसलाई विवाह गरिस् भनेर छिछिएर धुरधुर भने होला। त्यही भएर तपाईँले हेर्नुहुन्छ भने उनले केवल आर्थिक मूल्य मात्रै चुकाएको छैन, सामाजिक इज्जतको मूल्य पनि चुकाएको छ। तर होसेले गोमेरलाई दास बनाउनको निम्ति किनेको थिएन। अरू कसैले किनेको भए सायद गोमेरलाई दासै बनाउँथ्यो होला, तर गोमेरलाई किन्नुको पछाडि होसेको छुट्टै रिजन थियो। उनले के भन्छन्? उनले भने, तिमी धेरै दिनसम्म मसँग बस्नुपर्छ, तिमीले वेश्या काम नगर्नु र कुनै पुरुषसँग घनिष्ठ नबन्नु, म तिमीसँगै बस्नेछु। कस्तो खालको प्रेम हो यो, हेर्नुहोस् न। जो पहिले व्यभिचारिणी हो, विवाह भएको छ, सन्तान भएको छ, उसैलाई लत्याएर होसेलाई लात हानेर अरू प्रेमीको पछि लागेर अन्तिममा कामै नलाग्ने भइसकेपछि गोमेरलाई दास बजारमा उभ्याइन्छ। अनि परमेश्वरले भन्नुहुन्छ, जहाँ गएर फेरि माया देखा। अनि होसे जान्छ अनि फेरि आफ्नो भयभरको सम्पूर्ण सम्पत्ति लिएर त्यही दास बजारमा उभिएकी आफ्नी श्रीमतीलाई उसले किनेर लिएर आउँछ र उसले गाली पनि गर्दैन, केही पनि गर्दैन। उसले के भन्छ? तिमी धेरै दिनसम्म मसँगै बस्नुपर्छ, तिमीले वेश्या काम नगर्नु र कुनै पुरुषसँग घनिष्ठ नबन्नु, र म तिमीसँगै बस्नेछु। यो किन महत्त्वपूर्ण छ क्रिसमसमा? किनकि क्रिसमस भन्ने बित्तिकै हामीलाई के लाग्छ भन्दाखेरि सानो बालक हो, बेबी जिजस, सेन्टा क्लज, क्रिसमस ट्री, यो त्यो भन्ने जस्तो लाग्दछ। तर होइन, क्रिसमस भनेको प्रेम तल उर्लिआएको दिन हो। 2 हप्ता अगाडि हाम्रो एल्डर सन्तोषले भन्नुभएको जस्तै तपाईँ र म डरलाग्दो अन्धकारमा बसिरहेका थियौँ। आज तपाईँ र म गोमेर जस्तै थियौँ। आज तपाईँ र म दास बजारमा पापले हामीलाई खुल्लम खुल्ला तमासा बनाएर नङ्गाएको थियो अनि हामी आफूले आफूलाई किन्न नसक्ने अवस्थामा थियौँ। त्यो पिजडाबाट, त्यो बन्धनबाट, त्यो दास बजारबाट हामी कुनै पनि हालतमा उम्कन नसक्ने अवस्थामा थियौँ। अनि तपाईँ र मेरो महान र उत्तम होसे त्यही दास बजारमा हुनुहुन्छ। हामी आत्मिक रूपमा नाङ्गो, लज्जित र बिकाउ थियौँ। हामीलाई छुटाउन येशू स्वर्गको सिंहासन छोडेर यो फोहोर गोठमा ओर्लनुहुन्छ। तर जुन मूल्य उहाँले चुकाउनुहुन्छ त्यो मूल्य होसेको भन्दा कता हो कता निकै महँगो थियो भन्ने कुरा हामीले यहाँनिर देख्न सक्दछौँ। किनकि यदि तपाईँले हेर्नुहुन्छ भने होसेले 15 चाँदी जौको मोल तिरेका छन्, तर येशूले आफैलाई 30 चाँदीका टुक्रामा बेचिनु भयो र तपाईँ र मलाई किन्नको निम्ति आफ्नो सर्वस्व, आफ्नो सम्पूर्ण रगत क्रुसमा बगाउनु भयो। होसेले गोमेरको लाज ढाक्नको निम्ति पैसा खर्चिएका छन्, तर येशू त क्रुसमा नाङ्गै पारिनु भयो। उहाँले हाम्रो लाज र हाम्रो आत्मिकी नग्नता सम्पूर्ण रूपमा आफूमा लिनुभयो ताकि हामीले उहाँको धार्मिकताको राजकीय वस्त्र पहिरिन सकौँ। होसेले आफ्नो 6 महिनाको कमाई रित्ताए, तर येशूले त हाम्रो लागि आफ्नो प्राण नै रित्ता हुनुभयो। स्वर्गको सम्पूर्ण वैभव त्यागेर गोठमा जन्मनुभयो र क्रुसमा मर्नुभयो। हामी जसले विवाह गरेका छौँ, जसले विवाह देखेको छ, हामी सबैलाई थाहा छ कि विवाहमा हामी औँठी साटेर के भन्छौँ भन्दाखेरि मसँग जे छ अब त्यो तिम्रो हो। तर येशूसँगको विवाहमा हामीसँग केवल हाम्रो पाप र ऋण मात्रै थियो। हामीसँग उहाँलाई दिने केही पनि थिएन। अनि उहाँले पहिलो कदम बढाउनुहुन्छ, प्रपोज उहाँले नै गर्नुहुन्छ र उहाँले भन्नुहुन्छ त्यो पाप मलाई देऊ
म त्यसलाई क्रुसमा बोक्नेछु। यसको बदलामा म तिमीलाई मेरो धार्मिकताको औँठी म दिन्छु। तिम्रो दाग मलाई देऊ, म तिमीलाई मेरो नाम दिनेछु। यही नै हो सुसमाचार, यही नै हो क्रिसमस। अनि जुन यो महान सत्यता छ, यो केवल शनिबारको चर्चको लागि मात्रै होइन, यो त हाम्रो हरेक दिनको वास्तविकता हो। यसलाई केवल मण्डलीको भवनभित्र मात्रै सीमित नराखी, भोलि बिहानदेखि नै चर्चको यो भवनबाट बाहिर जाने बेलादेखि नै तपाईँ र म कसरी जिउने त? आज 3वटा एप्लिकेसनमा हामी चर्चा गरौँ। सबभन्दा पहिला, तपाईँ नक्कली प्रेमीहरूतिर नभाग्नुहोस्। जब तपाईँको दिन बिग्रन्छ, जब तपाईँ भित्र रित्तोपन वा तनाव महसुस गर्नुहुन्छ, त्यतिखेर तपाईँको हृदय कतातिर भाग्छ? के तपाईँ सान्त्वनाको लागि मोबाइलको स्क्रिन, मानिसहरूको प्रशंसा वा कुनै लततिर पो भाग्दै हुनुहुन्छ कि? ती साना प्रेमीहरूले तपाईँलाई जहिले पनि रित्तो पार्नेछन्, नङ्ग्याउनेछन् र एक दिन दास बजारमा बेच्नेछन्। तिनीहरूले क्षणिक आनन्द त देलान्, तर अन्ततः तिनीहरूले तपाईँको परम सन्तुष्टि र खुसीलाई लुट्नेछन्। त्यो रित्तोपनामा येशू कहाँ आउनुहोस् न र भन्नुहोस् न, प्रभु तपाईँ नै मेरो मालिक, तपाईँ नै मेरो प्रेमी, तपाईँले मात्र मलाई सन्तुष्टि पार्न सक्नुहुन्छ। दोस्रो, आफ्नो मूल्य काममा होइन क्रुसमा देख्नुहोस्। तपाईँको मूल्य कति छ भनेर अरूहरूले भनिदिएको आधारमा आफ्नो मूल्य नतोक्नुहोस् कि। कहिलेकाहीँ हुन्छ नि, होइन, म कस्ती देखिएको छु भन्दा आफा राम्री भन्यो भने क्या खुसी लाग्छ। केही पनि भन्यो भने ला चाहिँ मेहनत गर्नुपर्छ, क्या हो, भएन चाहिँ क्या हो। तपाईँको मूल्य मानिसहरूले गरेको अनुमोदनमा होइन, तपाईँको मूल्य भनेको कल्वरीको क्रुसमा येशूले बगाउनु भएको रगतमा देखिन्छ। यु आर द्याट प्रेसियस। तपाईँ यति अमूल्य हुनुहुन्छ कि स्वर्गको राजकुमार, सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ताले तपाईँलाई किन्नको निम्ति आफैलाई रित्ताउनु भयो। यु आर द्याट प्रेसियस। त्यही भएर तपाईँको आफ्नो मूल्य आफ्नो काममा होइन, तपाईँको रूपमा होइन, तपाईँसँग के छ भन्ने कुराको आधारमा होइन, क्रुसमा हेर्नुहोस् न। तेस्रो, अरूको लागि होसे बन्नुहोस्। हामी अक्सर अरूलाई भन्छौँ, तिमीले मलाई राम्रो व्यवहार गर्यो भने मात्रै म तिमीलाई राम्रो गर्नेछु। त्यसले मेरो मन दुखाएको छ, पख त्यो नआएसम्म कहाँ जान्छु र म? पहिला त्यो आओस् न, क्षमा त दिन्छु म। येशूले क्षमा दिनु भनेको छ, तपाईँ आउनु पर्यो नि पहिला। येशूले नि त्यही भनेको भए त हामी त खत्तम, टाटा, गुड बाई। हेर्नुहोस् त, येशूले नै पहिलो कदम बढाएको होइन र? त्यही भएर क्रिसमसमा यदि कसैलाई क्षमा दिन सक्नु भएको छैन भने क्षमा दिनुहोस् न। कसैलाई प्रेम देखाउन सक्नु भएको छ भने प्रेम देखाउनुहोस् न। किनकि तपाईँले यो क्रिसमसमा त्यो प्रेम पाउनु भएको छ जसको तपाईँ योग्य नै हुनुहुन्न थियो। हामी सबै गोमेर जस्तै थियौँ। गोमेरले होसेको प्रेम पाउनको योग्यको लागि के चाहिँ काम गरेको थियो? केही पनि काम गरेको थिएन। अनि तपाईँ र मेरो महान र उत्तम होसे आज त्यही दास बजारमा आउनुभयो। हामी योग्यको नहुँदै उहाँले प्रेम गर्नुभयो। जब तपाईँ शत्रु हुनुहुन्थ्यो, येशूले तपाईँलाई प्रेम गर्नुभयो। यसैले आज जब तपाईँको जीवनसाथी, छोराछोरी वा साथीहरूले तपाईँलाई निराश बनाउँछन्, गल्ती गर्छन् वा चोट दिन्छन्, त्यो अनन्त क्षमाको बलमा आज तपाईँ उनीहरूको लागि होसे बन्नुहोस् न। किनकि जसले धेरै क्षमा पाएको छ नि, त्यसले मात्रै अयोग्यहरूलाई प्रेम गर्न सक्दछ। आउनुहोस् हामी प्रार्थना गरौँ। यहाँ हाम्रा प्रेमी